हेलो गाइस, सबैजनालाई वेलकम। गाइस, त्यो फुटबलको भिडियो सबैजनाले मन पराइदिएकोमा धेरै धेरै धन्यवाद। अनि यस्तो भिडियोहरू हालिराख्छु होइन। गाइस, यो जङ्गलको बाटो सडक सुरु गर्छ, डरै लाग्छ। यस्तो सडककै गयो हात्ती पनि आउँछ हो, डर पनि लाग्छ। के गर्नु, चौरी यतापट्टि छ हो। अनि हामी चाहिँ अहिले राँगा लिनु गएको, दुईजना छौँ। यो सानो भाइ हेलो भन्दै कहाँ तल्ला र यसलाई चाहिँ फलामे डाँडा भन्छ हो। यताबाट कतापट्टि पो छ हौ, हामी माथिबाट जाने। कस्तो धुलो उडाएर तर्से पनि हो। द्याट आज फेरि मान्छे गाडेको छ कि जङ्गलमा, डर पनि लाग्छ। यस्तो छ नि त। यहाँबाट उत्रिने हाम फालिदिएको। राँगा पनि तल रहेछ यार, तल पुग्नु पर्ने रहेछ क्या हो। त्यहाँ रहेछ पर। अनि गाइज, सबैजनाले सब्सक्राइब गरिदिउँ हो। तर मेरो भिडियोमा चाहिँ भ्युज भनेको चाहिँ होइन, सब्सक्राइबरले भन्दा पनि सब्सक्राइब नगरेकोहरूले धेरै हेरेको छ है। गाइज, सबैजनाले हेर्नु, भिडियोलाई मन पराइदिउँ। यस्तो भिडियोहरू आइरहन्छ। यस्तो जग्गाहरू चाहिँ धेरैवटा भिडियोमा मैले देखाइसकेको पनि छु यो ठाउँहरू। सुपारी को कोलाई मनपर्छ? मलाई त लास्टै मनपर्छ है। अनि सुपारी खाइरहन्छु म प्रायः जस्तो। अलिक दिनपछि चाहिँ माथि चराउनु जान्छौँ हामी। अहिले चाहिँ यता केही छरेको छैन, रोपेको छैन। अनि अहिले चाहिँ यता ल्याउँछु। यस्तो चाहिँ गाइस रमाइलो छ। तर ठाउँ चाहिँ के आइरहेको थियो कि अल्छी लाग्यो घरमा बस्दा आएको अहिले चाहिँ राँगा लिनुलाई। रमाइलो लाग्छ। अनि सबैजनाले भिडियो फुल हेरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला, कमेन्ट पनि छोडिदिनु होला होइन। कस्तो खालको भिडियो चाहियो त्यही अनुसारको भिडियो पनि बनाउनेछु भन्दै आजलाई बाई बाई।